नमस्कार। आज हामी यस दिव्य ज्योति अंग्रेजी माध्यमिक विद्यालयमा कक्षा 7 मा अध्ययनरत भाइ बहिनीहरूलाई चाहिँ मुलाको सिन्कीको अचार, जसलाई मुलाको चानाको अचार पनि भनिन्छ, त्यो चाहिँ कसरी हाल्ने भनेर चाहिँ हामी विद्यार्थी भाइ बहिनीहरूलाई चाहिँ यहाँ सिकाउन गइरहेका छौँ। यो विद्यार्थीहरूलाई शिक्षासँग सम्बन्धित रहेरै व्यवहारिक ज्ञानको लागि चाहिँ हाम्रो विद्यालयले चाहिँ विभिन्न कार्यक्रमहरू चाहिँ सञ्चालन गरिरहेको हुन्छ व्यवहारिक ज्ञान सम्बन्धी। त्यसै अन्तर्गत अघिल्लो हप्ता हामीले माटाका सामग्री निर्माण गरेका थियौँ भने यस हप्ता चाहिँ विद्यार्थी भाइ बहिनीहरूलाई चाहिँ कसरी मुलाको सिन्की अचार हाल्ने भन्ने विषयमा चाहिँ विद्यार्थी भाइ बहिनीहरूलाई जानकारी गराउँदै कसरी अचार हाल्ने भनेर चाहिँ त्यसलाई सुरुदेखि अन्तिमसम्मको प्रविधिगत रूपमा पनि सबै चाहिँ हामी क्रमशः देखाउनेछौँ। हामीले अब मुला पखालेर ल्याइसक्यौँ। अब यो मुलालाई कत्रो साइजमा काट्ने भनेर म विद्यार्थी भाइ बहिनीहरूलाई यहाँ साइज देखाउँदैछु। यसलाई यत्रो साइजमा हामीले चाहिँ मुला यसो गरी काट्छौँ। यो मुला चाहिँ मैले विद्यार्थीहरूलाई कत्रो साइजमा काट्ने आवश्यकता अनुसार काट्नुपर्छ। त्यसकारण यो कसरी काट्ने कसरी हाल्ने भनेर मैले एउटा नमुनाको लागि विद्यार्थीहरूलाई काटिदिनेछु र बाँकी बसेको मुलाहरू विद्यार्थी भाइ बहिनीहरूले चाहिँ आफैले काट्नुहुनेछ। मैले विद्यार्थीहरूलाई चाहिँ कसरी काट्ने भनेर कत्रो किसिमको कत्रो साइज चाहिन्छ भन्नको लागि चाहिँ मैले यो मुला काटेर देखाउँदैछु। यत्रो किसिमको साइजमा चाहिँ विद्यार्थी भाइ बहिनीहरूलाई मैले देखाइरहेको छु र यही किसिमको अनुसार चाहिँ बाँकी बसेको मुलाहरू चाहिँ विद्यार्थी भाइ बहिनीहरूले काट्नेछ। अब विद्यार्थी भाइ बहिनीहरूलाई नै अब यो अभ्यास गर्नका लागि चाहिँ यो दुईटै चपिङ बोर्ड र चक्कु चाहिँ विद्यार्थी भाइ बहिनीहरूलाई दिनु। त्यसै गरी हामीले खुर्सानी र मुला काटिसकेका छौँ। अब यसलाई चाहिँ अचारमा चाहिने आवश्यक तेल र अरू मरमसलाहरूलाई चाहिँ हामीले पकाएर चाहिँ यहाँनिर अचारमा हाल्नेछौँ। त्यसकारण यहाँ कराई बसालिसकेको छ, कराई तातिसकेको छ। अब तेल हाल्दैछु म। मेथीको दाना तेलमा चाहिँ यसमा हाल्न गइरहेको छौँ विद्यार्थी भाइ बहिनीलाई। अब यहाँ मेथी हालिसकेर यो मेथी यहाँ यो डढ्न आँटिसकेको छ, पाक्दैछ। अब यो मेथी पाकिसके पश्चात अब हामी यो खुर्सानी हाल्छौँ। मेथीको दाना पाकिसके पश्चात कालो भइसक्यो छ। अब यसलाई चाहिँ अब हामी यो खुर्सानीको काटेको टुक्राहरू हाल्छौँ, हरियो खुर्सानी। अब हामीले यो मुला काटेर यहाँ यस्तो बनाइसकेका छौँ। अब यसलाई क्रमिक रूपमा हामी बेसार हाल्छौँ। सबैभन्दा पहिला मिस बेसार दिनुहोस् त। यो बेसार हो। यो बेसार हामीले यहाँ आवश्यकता अनुसार हाल्छौँ। नुन छ हामीसँग, त्यो नुन पनि स्वाद अनुसार हाल्छौँ। यदि नानी बाबुहरूले अड्कल गर्न नसक्ने भए हुनाले यसलाई चाहिँ म आफै हालिदिन्छु। यो जिरा धनियाँको धुलो छ अलिकति, यो स्वादको लागि मात्र हो। हामीसँग छ अर्को सर्स्यौँ पिनेर राखेको धुलो। यो यस्तै सर्स्यौँ थियो, यसलाई पिनेर चाहिँ हामीले यहाँ यस्तो बनाएको छौँ। अब यसलाई चाहिँ हामी यहाँ यति आवश्यक पर्छ भनेर यति सबै यहाँनिर हामी हालिदिन्छौँ। बाँकी रहेको अघि नै हामीले यो पकाएको र हरियो खुर्सानीको छ। अब यसलाई चाहिँ हामी यो तेलमा धानेको यो मसलामाथि राखिदिन्छौँ। होइन भने त्यो बेसारहरूले तितो हुन्छ। त्यसले गर्दा चाहिँ त्यो तेलको तातो तेलले गर्दाखेरि यो मसलाहरू पनि सबै पाकिन्छ। अघि नै हामीले यो तताएको तेलमा हालेनौँ, किन भन्दा त्यो तातो तेल भएको हुनाले मसलाहरू डढ्छ, डढेपछि स्वाद बिग्रिन्छ भनेर हो। अब यो तेल तातो तेल यो मसलामा हाल्दाखेरि यो मसला पाक्छ पनि, धेरै डढ्दैन। त्यसकारण चाहिँ अब यसलाई हामी यहाँ खन्याउँछौँ अनि यसलाई अचार आउनेलाई हामी मोलेर डब्बामा हाल्नेछौँ। तातो भएको हुनाले पोल्छ भनेर मैले यो पुनी युज गरेर चलाउँदैछु। यसलाई मोल्नु पर्ने हुन्छ। यो अचारलाई मैले अघि तेल हालिकन यसलाई म राम्रोसँग मोल्छु। किन मोल्नुपर्छ भन्दाखेरि यसमा सबैतिर नुन लाग्नु पर्यो, सबैतिर मरमसलाहरू सबै लाग्नु पर्यो। त्यस कारणले त्यसलाई मैले राम्रोसँग चलाउँछु। त्यसलाई राम्रोसँग चलाएर यो मिक्स भइसक्न आँट्यो। अब यसलाई चाहिँ हामी यो डब्बामा हाल्छौँ। अब यो मिक्स गरिसकेँ मैले, यसलाई सबै चारैतिर समान हुने तरिकाले मोलिसकेँ।
अब चाहिँ हामी यो डब्बामा चाहिँ अचार खाँदेर हाल्छौँ, किनभने खाँदेर हालेन भने चाँडै अचार बिग्रिने सम्भावना हुन्छ। यो मुलाको सिन्की अचार तयारी भएर हामीले डब्बामा हालिसकेका छौँ। यहाँ हामीसँग अरू डब्बाहरू पनि छन्। क्रमिक रूपमा हामी यो डब्बामा यसै गरी नै हालेर यो राख्नेछौँ र केही समय पश्चात चाहिँ यसलाई हामी फेरि अमिलो भइसके पश्चात त्यसलाई चाहिँ फेरि एकचोटि खाएर कस्तो स्वाद भएछ जाँच्नेछौँ। धन्यवाद।